माननीय सभामुख महोदय, यो वैवाहिक नागरिकता सम्बन्धमा पेश गर्नुभएको प्रस्ताव माननीय शैलेन्द्र शाहज्यूले जुन प्रस्ताव पेश गर्नुभएको छ, म त्यसलाई समर्थन गर्छु। म नेपाली कांग्रेस पार्टीको तर्फबाट समर्थन गर्न चाहन्छु र आफ्ना केही मन्तव्य पनि राख्न चाहन्छु। माननीय सभामुख महोदय, यो संघीय सरकारको राज व्यवस्था समितिले र नेकपा पार्टीका सचिवालय बैठकले वैवाहिक नागरिकता सम्बन्धमा जुन निर्णय गरेको छ, वैवाहिक विदेशको छोरी हाम्रो बुहारी भइसकेपछि उलाई 7 वर्षपछि नागरिकता दिने जुन निर्णय गरेको छ, त्यो निर्णय मलाई लाग्छ पूर्ण रूपेण विवेकहीन, सांप्रदायिक तथा विभेदकारी निर्णय रहेको छ भन्ने कुरा हामी ठहर गर्न चाहन्छौँ। माननीय सभामुख महोदय, मलाई लाग्छ यो मुख्यतः मधेसी समुदायप्रति लक्षित गरिएको भए तापनि यसले लैङ्गिक असमानता र जातीय विभेदलाई निरन्तर दिने कार्य गरेको छ। माननीय सभामुख महोदय, यदि भोलि यो कानुन बन्छ भने मलाई लाग्छ नेपाल भारतको जुन सम्बन्ध थियो, नेपाल भारतको जुन सम्बन्ध अहिले छ, जुगौँदेखि जुन सम्बन्ध रहिआएको छ, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, हामी रोटी बेटीका सम्बन्ध भन्ने गरेका छौँ, त्यो सम्पूर्ण सखाप हुनेछ, त्यो सम्पूर्ण नष्ट भएर जानेछ। माननीय सभामुख महोदय, म फेसबुकमा यदाकदा हेर्ने गर्छु, नेपालको छोरी भारतमा गयो भने उसले नागरिकता पाउँदैन, तर त्यस्तो होइन सभामुख महोदय। म यहाँ गरिमामय सदनमा स्मरण गराउन चाहन्छु, भारत नेपाल शान्ति मैत्री सन्धिमा 1950 को सन्धिको धारा 7 को आधारमा नेपाली चेली भोलि विवाह गरेर भारत गयो भने त्यसको भोलिपल्ट नै नागरिकता पाउँछ। माननीय सभामुख महोदय, त्यही धारा 7 अनुसार नै आफ्नो भूभागमा बसोबास गर्ने तथा सम्पत्तिको भोग चलन गर्ने, उद्योग र व्यापारको कारोबार गर्ने, भाग लिने, सम्पूर्ण क्षेत्रमा डुलफिल गर्ने, यस्ता प्रकारका अन्य विशेषाधिकार प्रदान गर्ने स्वीकृति प्रदान गर्छ भने उल्लेख हुँदाहुँदै अनर्गल प्रचार गरिएको छ। फलानो देशमा 2 वर्ष पछाडि हुन्छ, फलानो देशमा 4 वर्ष पछाडि हुन्छ भने अनर्गल जुन प्रचार गरिएको छ, त्यस्तो होइन सभामुख महोदय। त्यसैले म यो गरिमामय सदन मार्फत माननीय सभामुखज्यूको मार्फत संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, सुझाव दिन चाहन्छु, यदि यो निर्णयबाट संघीय सरकार पछि हटेन भने मलाई लाग्छ यो मधेसमा आगो बल्नेछ। त्यसबेला यो मधेसमा कुनै पार्टी रहने छैन, मात्र मधेसी रहनेछ। म यति कुरा सभामुखजी मार्फत केन्द्र सरकारलाई आग्रह गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।